हिजो रवि लामिछानेको भाषण चाहिँ कसले सुन्नुभयो हैन? उहाँले चाहिँ अनि जो राजसभाको जो नेताहरूले चाहिँ अहिले चाहिँ ल 35 वर्षसम्म त केही पनि गरेनन् हाम्रो हजुरबुवाहरूले, हामीले के भन्छ रे त्यहाँबाट हामीले कहाँ गर्छौँ भनेर चाहिँ एकदमसँग आवाज उठाइरहेको राजसभाको हैन सभापति रवि लामिछानेले चाहिँ हैन तपाईहरु चाहिँ यसो गर्नु चाहिँ भएन, यो चाहिँ अब हैन विगतमा के भयो कस्तो भयो त्यो चाहिँ छोडिदिनुहोस्, तर चाहिँ अब चाहिँ 35 वर्षमा चाहिँ तपाईको योजना चाहिँ के छ हैन, त्यो योजना अनुसार चाहिँ चल्ने चाहिँ तपाई चाहिँ भिजन लिएर आउनुस् भनेर चाहिँ भन्नुभएको छ हैन। हजुरले चाहिँ कसले चाहिँ यो चाहिँ के भन्छ हेर्नु भयो हैन, यो भाषण चाहिँ कसले चाहिँ सुन्नु भयो हैन। अब चाहिँ यो हेर्न बाँकी छ कि अब चाहिँ राजसभाको नेताहरूले चाहिँ पुरा 35 वर्षमा केही पनि गरेन भनेर भन्छन् कि अनि आफ्नो योजना चाहिँ पुरा प्रस्तुत गर्छन् है। अब यो चाहिँ हेर्न बाँकी छ है त।